राजा आऊ देश बचाऊ भनेका छन् त जनताले यति बेला त। जनताले भन्यो होला, जनताको बोल्ने अधिकारको कुरा हो। जनताले हामीले बोल्यो भनेर जनतालाई गाली गर्ने कुरा होइन होइन। अब राजा नआएको पनि त होइन, राजा त थियो त 240 वर्ष 50 वर्ष थियो र नेपालमा राजा। अनि त्यति बेला के गरे त? म वैज्ञानिक होइन, म विद्वान पनि होइन। यदि म मूर्ख नभएको भए म अहिलेसम्म केही म त 2-3 वर्षसम्म गएर हेरौँ गरे के हुन्छ भनेर आएको मान्छे त 28 वर्षसम्म यहीँ भयो, बिजी भयो क्या। अमेरिका किन फर्केन भन्दाखेरि यहीँ बिजी भइयो। यो महानगरले पनि गर्दैन, गर्छु भनेर नयाँ युवा पुस्ता आएको मैले साउन महिनामा भेटेको हो। हामी गर्छौँ भनेको हो र केही खाकाहरू तयार गरेको हो। उहाँले त केही गर्नुहुन्छ होला नि त, अहिले त जनताले पनि हुन्छ होला भनेर भएन के, गर्नु पर्यो। उहाँले आज जित्नु भएको छ, उहाँलाई जितेर गर्दैन नि, जित्नु त धेरैले जित्यो अहिलेसम्म चुनावमा। गर्छु भनेर जिते। बात त सही है। अहिले राष्ट्रिय आविष्कार केन्द्रको अवस्था कस्तो छ? साँच्चै नै भन्ने हो भने राष्ट्रिय आविष्कार केन्द्र खोलेको 5 वर्ष भयो। एउटा मान्छेको बच्चा जन्मेर 5 वर्षमा कत्रो हुन्छ त्यत्रै। मैले भनिरहेको छु यो मेरो आविष्कार केन्द्र होइन। यदि मेरो आविष्कार केन्द्र हो भने मैले महावीर आविष्कार केन्द्र भनेर नाम राख्थेँ नि। ल्यापटपले ठ्याक्क अनुहार ठिक रहेछ कि परिवारमा को हुनुहुन्छ तपाईँहरू? परिवार त मेरो नेपालीहरू सबै परिवार हो कि। यो साधारण यो सानो कुरामा त्यो उ गर्ने होइन। सबै मैले त नेपालीलाई मात्र होइन, यो विश्वलाई मेरो आफ्नो परिवार मान्छु। एउटा काम गरिरहनु भएको थियो, इनोभेसनतिर लागिरहनु भएको थियो होइन, बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो? त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमा चाहिँ छर्लङ्गै पारेको छु। महावीर पुनलाई गौतम बुद्ध हो भनेर नठान्नु। तिमीहरू अहिले पो फेसबुकमा छ र त्यहाँ कहाँ छ के छ मैले भेटेर कुरा गरे ठोक्न पाइँदैन। मेरो अगाडि मलाई यो भनिस् भने म ठोकिदिन्छु। किनभने त्यत्तिकै मान्छेलाई सर अहिले जमाना नि मलाई चाहिँ आलोचना गरेर कुट्छु भन्न पाइन्छ त भने? होइन, पाइन्छ। कुट्ने हो, अब कुटेपछि अब के पर्छ त्यो परेको बेहोराउँला।